थिएन मेरो मोबाइलमा। सो आज चाहिँ फेरि म कन्टिन्यू गर्न जाँदैछु। आज चाहिँ मेबी पार्ट 6 होला मेरो त्यो जर्नीको भिडियोको। सो पार्ट 6 मा चाहिँ म हजुरहरूलाई मेरो 7th सेमेस्टरबाट जुन मेरो कम्पनी एस्टाब्लिस गरेँ मैले त्यसको जर्नीको बारेमा भन्न जाँदैछु। एज आई अलरेडी मेन्सन 5th सेमेस्टर र 6th सेमेस्टरमा चाहिँ मेरो कोरोनाको कारणले गर्दाखेरि 1 वर्ष जस्तो इयर ग्याप भएको थियो। बिचमा चाहिँ हाम्रो एक्जाम पनि भएको थिएन, एक्जाम पनि रोकिरहेको थियो। अनि त्यो टाइममा चाहिँ मैले धेरैभन्दा धेरै नेटवर्किङ बनाइरहेको थिएँ होइन। अनि त्यसपछि मलाई चाहिँ म चाहिँ जुन पनि फिल्डमा एग्रिकल्चरको फिल्डमा चाहिँ जुन पनि डिसिप्लिनमा चाहिँ जम्प हान्यो भने मलाई चाहिँ लाग्थ्यो कि म त्यसमा चाहिँ बुम गर्छु, म चाहिँ सबभन्दा माथिल्लो टप पोजिसनमा पुग्छु भन्ने चाहिँ मलाई एकदम धेरै विश्वास थियो, कन्फिडेन्ट पनि थियो। अनि मलाई इजी पनि भइरहेको थियो सबै चिज गर्नको लागि। बिस्तारै बिस्तारै पब्लिक स्पिकिङ पनि सिकिरहेको थिएँ। 5th सेमेस्टरसम्म चाहिँ आई विल नट से म इन्ट्रोभर्ट हो, तर म एक्सट्रोभर्ट पनि थिइनँ। मेरो एकदम लिमिटेड सर्कलहरू मात्रै थियो। तर त्यसपछिको टाइम आफ्टर कोभिडको टाइममा चाहिँ म एकदम एक्सट्रोभर्ट भएर निस्किएँ होइन। अनि 7th सेमेस्टरमा चाहिँ मलाई कम्पनी दर्ता गर्न एकदम धेरै हुटुटी थियो। मलाई थाहा छैन म के गर्छु, तर म गर्न चाहिँ गर्छु। म अरूलाई रोजगार दिने हो, आफू त जागिर खाएर बस्दिनँ, म बरु 24 घन्टा काम गर्छु भन्ने त्यो मेन्टालिटी डेभलप हुँदै थियो मेरो। अनि 7th सेमेस्टरमा चाहिँ मेरो जुन त्यो कजन ब्रदर जसले चाहिँ मलाई त्यो 5th सेमेस्टरको इच राति चाहिँ मलाई जुन रिसर्च गरेर सुनाऊ भन्सिन्थ्यो, उहाँले पनि रिसेन्टली कम्पनी खोल्नु भएको थियो होइन। अनि त्यसपछि उहाँको र मेरो चाहिँ दुईटैको थट प्रोसेसिङ चाहिँ एकदम लिङ्गरिङ अफ मिलिरहेको थियो क्या। अनि मलाई चाहिँ हरेक कुरामा म अलिकति लो फिल गर्यो भने पनि म चाहिँ उहाँसँग कुरा गरेपछि अलिकति हाई बुस्टअप भइहाल्थेँ। मलाई म सकिहाल्छु नि, म गरिहाल्छु नि भन्ने खालको कन्फिडेन्स चाहिँ बिल्टअप भइहाल्थ्यो होइन। अनि त्यो एउटा लाइक जो पनि होइन, जस्तो लाइफमा चाहिँ एउटा मान्छे चाहिँ पुस गर्ने चाहिँ चाहिन्छ भनेर चाहिँ त्यो ठाउँबाट पनि रियलाइजेसन हुन्छ मलाई। अनि 7th सेमेस्टरमा चाहिँ ल अब कम्पनी खोल्ने भनेर प्लान भयो। अब उहाँले भन्छु के को बारेमा खोल्ने, कस्तो खोल्ने भनेर मलाई भन, अनि त्यसपछि म कम्पनी रजिस्ट्रेसनको प्रोसेसतिर अगाडि बढाइदिन्छु भनेर भन्नुभयो होइन। अनि त्यसपछि 7th सेमेस्टरको फर्स्ट जुन चाहिँ हाम्रो 7th सेमेस्टरको पनि फर्स्ट बिगिनिङमा चाहिँ मेरो कम्पनी रजिस्ट्रेसनको प्रोसेस चाहिँ स्टार्ट भएको थियो। फर्स्टमा कम्पनी खोल्नको लागि त नाम चाहियो,